हेलो हजुर सबैलाई नमस्ते जय मसी। आज म मेरो च्यानलमा युट्युब च्यानलमा चाहिँ तपाईहरुमाझ मेरो आफ्नै खेतीहरू देखाउँदैछु। यो समय चाहिँ म मेरो खेती लगाएको जमिनमा आएको छु है। मैले चाहिँ खेती चाहिँ विशेष गरी यो किवीलाई फोकस गरेर लगाएको छु। अनि मेरो किवी बारीमा छु म। एकदमै राम्रो फल छ यो चोटी है किवीको। तपाईहरुले पनि प्रत्यक्ष हेर्न सक्नुहुन्छ। यसरी फल दिएको छ यसचोटी किवीले है। राम्रो फल दिएको छ तपाईहरुलाई मैले देखाउँदै छु है। अनि यो किवीलाई चाहिने मलहरु चाहिँ हामी यसरी गाईहरु पालेर यहीँदेखि उत्पादन गर्छौं है। अर्गानिक मल एकदमै बोटियोमा तपाईहरु देख्न सक्नुहुन्छ। यसरी एकदमै राम्रो फलेको छ। अनि बीचबीचमा हामीले चाहिँ यो किवी बारीको बीचमा हामीले मकै पनि लगाएको छौं है। मकै पनि हुन्छ, राम्रो भइरहेछ मकैहरु पनि यसरी। अनि फेरि मुनिबाट चाहिँ हामीले यसरी भटमासहरु लाउने गरेका छौं। अनि भटमासको साथै यहाँ चाहिँ आलु खनिसकेर भटमासहरु लाएको हो। अनि यो देख्न सक्नुहुन्छ तपाईहरु, यसलाई चाहिँ सिलाम भन्छ है। हामीले सिलाम सबै अनि मुनि सिलाम रोपिसकेका छौं। अनि एकदमै राम्रो छ है। हामी खुसी छौं खेतीबाट। मैले यो जति पनि देख्दै हुनुहुन्छ माथितिर है, यो सबै किवी बारी हो। यसरी किवी लागेको छ यहाँदेखि यस्तो। अनि यो माथिसम्म नै किवी छ हाम्रो। यो मकै बीचमा छ। अनि यताउता पनि है, यो सबै किवी बारी हो। मैले 35 रोपनीमा किवी लाग्छ। यो सबै किवी बारी हो है। जुन तल देख्ने यो मकै बारी, यो मकैहरु बीचमा पनि किवी नै छ। मकै बारी है। अनि पनि हुन्छ किवीहरु एकदम राम्रो फलेको छ। तपाईहरुले देख्नु हुँदैछ होला है। यो हरियो पातले गर्दा कति धेरै चाहिँ नदेखिन्छ, तर वास्तवमा धेरै नै फलेको छ किवी चाहिँ है। एकदमै लटरमै फलेको छ। यो सब किवी हो हैन। जति पनि छ यो लाइन सबै मजाले फल दिएको छ किवीले यसरी। सबै किवी हो। अनि यसरी फल्छ है। सबै यसरी नै फलेको छ किवी। हेर्नुहोस् विभिन्न जातको हुन्छ किवी चाहिँ। यो चाहिँ मेरोमा चाहिँ धेरै चाहिँ हेवाट जातको छ है। यसरी छ प्रत्येकतिर। अनि स्याउको बिरुवा पनि छ छेउछेउमै। यो स्याउको बिरुवा पनि छेउछेउ लगाएका छौँ हामीले सबै।